2 दिन 100 रिसर्च प्रेजेन्टेसन, स्वयंसेवकको जिम्मेवारी अनि जीवनभर सम्झिने अनुभव। मुसुम नेसनल कन्फरेन्समा मेरो 2 दिन कस्तो बित्यो, अन्तिम समय हेर्नु, किनकि अन्तिममा मैले सिकेको एउटा कुराले मेरो सोच्ने बदलियो। नमस्कार सबैलाई, स्वागत छ मेरो मिनी ब्लगमा। आज म तपाईलाई 12 असारदेखि सुरु भएको मुसुम नेसनल कन्फरेन्समा स्वयंसेवक भएर बिताएको 2 दिनको विस्मरणीय अनुभव देखाउँदैछु। डे 1 12 असारको बिहान म भोलिन्टियरको टी सर्ट लगाएर कलेज पुगेँ। लगभग सबै साथीहरू दिदीहरू आएपछि हामी आइसमा चढेर स्टे होटल भ्याली भ्यू तर्फ लाग्यौँ। आइसमा सिट सीमित भएकोले म उभिएर यात्रा गरेँ, तर साथीहरू दिदीहरूसँग रमाइलो गर्दै म्युजिक सुन्दै गएकोले यात्रा निकै मजाको भयो। करिब बिहान 8 बजेतिर हामी होटल पुग्यौँ। होटलको सजावट यति आकर्षक थियो कि पहिलो नजरमै मन पर्यो। केही समय साथीहरूसँग बिताएपछि सबै स्वयंसेवक फेला भयो। त्यसपछि सञ्जय सरले हामी 18 जनालाई रेजिस्ट्रेसन डिपार्टमेन्टमा 3वटा समूहमा विभाजन गर्नुभयो। मेरो र निशानको धेरैजसो समय रेजिस्ट्रेसन डेस्कमा बित्यो। हाम्रो काम प्रेजेन्टरहरूको नाममा बिल काट्ने, आइडी कार्ड र कन्फरेन्स ब्याग उपलब्ध गराउने थियो। नेसनल कन्फरेन्सका लागि कलेजले हल ए र हल बी गरी 2वटा हल बुक गरेको थियो, किनकि प्रेजेन्टरहरूको संख्या धेरै थियो। त्यसबीच नेसनल कन्फरेन्समा आउनुभएका अतिथिहरूलाई सहयोग गर्ने अवसर पाए। उहाँहरूको सामान कोठासम्म पुर्याउँदा होटलका कोठाहरू पनि निकै राम्रो लाग्यो। करिब 9 बजेतिर ब्रेकफास्टको समय पनि भयो। सबैले नास्ता खाएपछि हल ए मा कार्यक्रम सुरु भयो। अतिथिहरूलाई सम्मानपूर्वक स्वागत गरियो र राजीव विक्रम शाह सरले दियो बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। बिस्तारै सबै गेस्ट स्पिकरहरूले आफ्नो अनुभव र विचार राख्नुभयो। केही समयपछि म फेरि रेजिस्ट्रेसन डिपार्टमेन्टमा फर्किएँ, किनकि काम अझै बाँकी थियो। प्रेजेन्टर धेरै भएकाले मैले चौथो सेमिस्टरका दाइहरूसँग मिलेर सर्टिफिकेटलाई वाइज र डिपार्टमेन्ट वाइज छुटाएँ। त्यो काममा पनि धेरै समय लाग्यो। काम सकेपछि माथि थाहा भयो कि सबैजनाले लन्च गरिसक्नु भएको रहेछ। त्यसपछि म दिप दाई र प्रवीण दाई सँगै खाना खान गयो। धेरै भोक लागेको भएर होला, त्यो दिनको खाना साँच्चै असाध्यै मिठो लागेको थियो हामीलाई। खाना खाइसकेपछि फेरि कार्यक्रममा सहभागी भयो। हालैमा पेनल डिस्कसन र प्रेजेन्टेसन चलिरहेको थियो भने हलबीमा भने एमबीए स्टुडेन्टहरूको प्रेजेन्टेसन भइरहेको थियो। विभिन्न अनुसन्धान र प्रस्तुतिकरण सुन्दा धेरै नयाँ कुरा सिक्न अवसर मिल्यो। कार्यक्रमको बीचमा म चौथो सेमिस्टरका दाइहरूसँग होटलको छतमा गएर केही समय रमाइलो गरिन्थ्यो। साँझको करिब 7 बजेतिर डे 1 को प्रेजेन्टेसन सकिएपछि कल्चर प्रोग्राम सुरु भयो। न संगीतको सीमा हुन्छ, न भाषाको सीमा, न भाषाको सीमा। देउडा मात्रै गाउँछ भने नारी सानोमै सँग नाच साइरो छम्मा छम्मा, नाच साइरो छम्मा छम्मा, नाच साइरो छम्मा छम्मा। छम्को दुःख सुख गर्नलाई, 2 दिनको पाउनु दुःख सुख गर्नलाई, दुःख सुख गर्नलाई, मान्छे जन्म मर्नलाई ए हुन्छौ कहिलेसम्म। नाच भैना छम्म छम्म, नाच भैना छम्म छम्म, नाच भैना छम्म छम्म। बोली पनि मिठो मिठो, भाषा पनि मिठो, बोली पनि मिठो मिठो, भाषा पनि मिठो। आफै गाउँछ आफै नाच केटो, आफै गाउँछ आफै नाच केटो। देउडामा डेढ पाइलो, देउडामा डेढ पाइलो, नाचे हेर गाए हेर। देउडामा डेढ पाइलो, देउडामा डेढ पाइलो, गएपछि रमाइलो ए हुन्छौ रमा झम्मा। नाच साइरो छम्मा छम्मा, नाच साइरो छम्मा छम्मा, नाच
सागो छम्मा छम्मा पाटिमा बज्यो पहाडी गीत डिजेमा बज्यो पहाडी गीत संसारका कुनासम्म नाच सागो छम्मा छम्मा नाच सागो छम्मा छम्मा नाच सागो छम्मा छम्मा
रहेछौ हाम्रै गवाली नानी त रहेछौ हाम्रै गवाली कहाँ हो नानी घर तिम्रो कहाँ हो माइती मावाली नानी त रहेछौ हाम्रै गवाली नानी त रहेछौ हाम्रै गवाली कहाँ हो नानी घर तिम्रो कहाँ हो माइती मावाली नानी त रहेछौ हाम्रै गवाली नानी त रहेछौ हाम्रै गवाली
के जाइन आज का बात करतो तू ई तो दसैँ हो नचना गाना अपन कला संस्कृति हमरे उधर के जाप कले से हमार भैया बाबू के का से हमरे एक और के हिमायत करते मजा ले भोज करके जाप ना उधर ना
दिनभर प्रेजेन्टेसन हेरेर थाकेका सबैलाई डान्स पर्फर्मेन्सले फेरि ऊर्जा भरिदियो। हाम्रो मुसुङ कलेज मात्र होइन, बुस्टम इन्टरनेसनल कलेज सिजनबाट आउनुभएका विद्यार्थीहरूले पनि उत्कृष्ट प्रस्तुति दिनुभयो। त्यो साँझ सबैले निकै रमाइलो गरे, हाँसे, नाचे अनि धेरै सुन्दर सम्झनाहरू बनाए। दिन सकेपछि हामी फेरि हाइसमा घरतर्फ फर्क्यौं। करिब 10 बजे होटलबाट हिँडेका हामी 9 बजे राति करिब 11 बजेतिर घर पुगे। डे 2 अघिल्लो दिन अलि ढिलो घर पुगेकोले दोस्रो दिन धेरै स्वयंसेवकहरू केही ढिलो आउनु भएको थियो। सबैजना जम्मा भएपछि फेरि हामी स्टे होटल भ्याली भ्यू तर्फ लाग्यौं। होटल पुग्ने बित्तिकै ब्रेकफास्ट गर्यो अनि केही समय भोलिन्टियरको जिम्मेवारी पूरा गर्यो। त्यसपछि म कार्यक्रममा सहभागी भएँ। पहिलो दिन भन्दा दोस्रो दिन भने धेरै प्रेजेन्टेसन सुन्ने मौका पाए। बिहान प्यानल डिस्कसन भयो भने दिउँसो प्रेजेन्टरहरूले आफ्नो रिसर्च प्रस्तुत गर्नुभयो। यसपटक मेरो जिम्मेवारी प्रेजेन्टरहरूको टाइम म्यानेजमेन्ट गर्नु थियो। हरेक प्रेजेन्टरहरूलाई 8 मिनटको समय दिएको थियो। 6 मिनट पुगेपछि म 2 मिनट लेफ्ट भनेर सम्झाउँथे अनि 8 मिनट पुरा भएपछि टाइम अफ भनेर प्रेजेन्टेसन समाप्त गर्न अनुरोध गर्थे। प्रेजेन्टेसन पछि सबैले प्रेजेन्टरहरूलाई आफ्नो प्रश्नहरू सोध्नुभयो। 2 दिनसम्म यति धेरै अनुसन्धान र प्रेजेन्टेसन सुनिसकेपछि मलाई पनि एक दिन आफ्नो रिसर्च गरेर यस्तै नेसनल कन्फरेन्समा प्रेजेन्टेसन दिने इच्छा जाग्यो। त्यो नै यो नेसनल कन्फरेन्सबाट मैले पाएको सबैभन्दा ठुलो प्रेरणा थियो। सबैको प्रेजेन्टेसन सकिसकेपछि कार्यक्रमको अन्त्यमा गोविन्द सरले आफ्नो प्रेरणादायी भनाइ राख्नुभयो। त्यसपछि हाम्रो कलेजका म्यानेजिङ डाइरेक्टर सरले सबै भोलिन्टियरलाई सर्टिफिकेट वितरण गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो। मुसुङको नेसनल कन्फरेन्स सकिसकेपछि सबैजना घर लाग्नुभयो, तर हामी केही साथीहरू रमाइलो गर्न थाल्यौँ। रमाइलो गर्दै जाँदा त्यो पल हामीहरूको लागि यादगार बन्न पुग्यो। हाइस आइसकेपछि हामी केही छुटेको टिमहरू हाइसमा चढेर रमाइलो गर्दै घरतिर लाग्यौँ। हामी साथीहरू खण्डकर नजिकै झरिसकेपछि साथीहरूलाई बाई भन्दै म पनि घरतिर लाग्छु। त्यसैको साथ मेरो मिनी ब्लग पनि यहाँ नै अन्त्य हुन्छ।